कुमायकमा सेवा सकिसकेपछि कुसायकतर्फ लाग्दै गरेको बजारमा पुगिसकेका छौँ। परको डाँडा चाहिँ कुसायक हो। कुसायकमा चाहिँ बलि दिने गरिन्छ, त्यहाँ चाहिँ बलि दिन्छ। यहाँ चाहिँ ठाडो उकालो जानुपर्छ, एकदमै ठाडो सिँढी छ। यो सिँढी माथि चढ्नुपर्छ। म चाहिँ अलिक सिँढी चढ्न सकिनँ, त्यही भएर अर्को बाटोबाट म चाहिँ घुमेर जाँदैछु। ठाडो उकालो जान नसकेर म यता सल्लाहघारीको बाटो हुँदै माथि म पुजारीहरू नपुगिकन माथि पुग्ने प्रयासमा छु। पुजारीहरू पनि माथि पुगिसक्नु हो। मन्दिर परिक्रमा गर्दै हुनुहुन्छ, म पनि देखेर आइपुगेँ। म पनि उहाँहरूसँगै परिक्रमा गर्दैछु। मन्दिरमा पुजारीको प्रवेश भइसकेको छ। अब यहाँ सबभन्दा पहिला चाहिँ गोसरा पूजा हुन्छ। यसमा चाहिँ बलि दिने गरिन्छ। गोसरा एउटा राँगा, भेडा, बोका, सुँगुर, कुखुरा, हाँस, अनि त्यसपछि मौरीको त्यो बच्चासहितको हुन्छ नि, त्यो पनि काट्ने चलन छ। किनभने यसलाई चाहिँ यहाँ चाहिँ जम्मा 20-100वटा जीवको चाहिँ भोग दिनुपर्छ भन्ने मान्यता छ। र 20-100वटा भोग दिनु त सकिँदैन, त्यही भएर मौरीको चाखलाई पनि यहाँ चाहिँ गर्ने गरिन्छ। त्यो बाटो चाहिँ पुर्याउने गरिन्छ। मन्दिरभित्र भोग दिनुभन्दा पहिला बाहिर पूजा गर्ने चलन छ। यहाँनिर सुँगुर बलि दिन्छ, कुखुरा, हाँस, मौरीको चाका काटेर यहाँ बलि दिन्छ। अनि उतापट्टि पनि यहाँ चाहिँ जति पनि संसारमा देवी देउरालीहरू छन्, भोग जति ठाउँमा हुन्छ, यहाँ सबै देवतालाई चाहिँ यहाँ पुकारेर यहाँनिर चाहिँ उनीहरूको नाममा भोग दिने चलन छ। परम्परादेखि नै पनि सबै देवी देउरालीहरूलाई यहाँ पुकार गरिन्छ। त्यसैले सेवा गरेपछि अन्य ठाउँ सेवा गर्नु पर्दैन भन्ने पनि छ।